हेलो साथीहरू, यो चाहिँ मेरो स्पेनमा आएर पहिलो भिडियो है। बार्सिलोनामा छु है अहिले म। बार्सिलोनाको ठाउँ हो, त्यही राम्रो रहेछ। ट्याक्क अगाडि बस्ने ठाउँ छ, यहाँबाट चाहिँ राम्रो देख्छ। यसरी घाम एकदम लागेको छ है, राम्रो छ। हामी बसेको कास्पे नजिकै यस्तो रहेछ, सिन्किन आएको ठाउँ राम्रो छ नि, नेपाल जस्तै। भाइ पनि खानु दिजी ल हेरौँ त, यो त माथितिर हाम्रै नेपाल जस्तो छ नि। यतातिरकै हो, हामी पुरै छुन्छ आज मोरौँ यस्तो टक्क बसेर घाम ताप्ने। मलाई चाहिँ यहाँ हाम्रो देश जस्तो लाग्यो है। यो चराहरू एकदम उडिरहेको छ। यो तल पार्क रहेछ होइन, यो पार्क हो। चराहरू यहाँ त्यो फुलहरूमा खेलिरहेको छ। र यो यतापट्टि यो गाउँमै छ हेर्नु ल होइन, यो हाम्रो नेपालमा जस्तै गाउँहरू छ, सानो सानो घरहरू, बाटो पार्क छ होइन। यो सानो केको उद्योग हो। अनि यहाँ चाहिँ बेल बज्दो रहेछ साह्रै। बेल हो यो, ठुलो आफै बज्दो रहेछ। कति बजे अहिले 12 बजेको कति बजेको बाटो। अनि त्यहीँ माथि फेरि यत्रो बकुल्ला छ, गिद्दा जस्तो छ, त्यहीँ माथि बसिरहेको छ। घरहरू पनि विशेष किसिमकै छ। घर विशेष किसिमको छ। गाडी कुदिरहेछ। ल यो चराहरू कराइरहेको छ। यो चरा चाहिँ यो नेपालमा पनि पाउने चराहरू हो। यो रातो जति पनि देखिएको छ यो फ्लावर हो, यो फुल है। यो चाहिँ यस्तो राम्रो छ। यो सानो सानो घर हो, गाउँ हो। यो गाउँ छ, एकदमै राम्रो छ है। मलाई चाहिँ मन पर्यो। सबै बाटो पनि छ, त्यस्तो बाटोमा पनि मान्छे हिँड्छ सायद। यो सल्ला हो, यो माथिको सल्ला अलिक छुट्टै किसिमको छ, तर सल्ला नै हो यो। यो कास्पे है, कास्पे। यी सानो सानो बोटहरू एप्पलको हो। यो कालो कालो जति स्याउहरू हो। डुल्नको लागि निस्केको हो हामी। पछाडिपट्टि दृश्यहरू यस्तो छ। यो फुलहरू, यो त तोरी होला भाइ, हो तोरी हो यो। 100% तोरी हो नि भाइ। ल तोरी यसरी यहाँ, यो चाहिँ फुल हो। यो फुल पनि हाम्रोतिर पाउने फुल जस्तो लाग्छ। नेपालमा त हर चिज पाउँछ नि। त्यो माथिको रातो फुल चाहिँ, यो फुल चाहिँ युरोपमा पाउँछ विशेष गरी, हाम्रो नेपालमा पाउँदैन। यो युरोपमा जताततै यो रोमानियामा पाउँछ। यहाँ पनि रहेछ सल्लाहरू। हामी बसेको गाउँ हो यो, हामी बसेको गाउँ हो है। यो चाहिँ कास्पे। अनि यो पनि पाउँदो रहेछ यो
चाहिँ यो हाम्रो सुँगुरे भन्छौँ नि, हामी चाहिँ गाउँमा यसलाई सुँगुरे भन्छौँ। यो सुँगुरे चाहिँ यहाँ यस्तो छ है। सुँगुरे पनि पाल्दो रहेछ। यहाँ यस्तो देखिन्छ, यो चाहिँ बाटोमा यस्तो राखेको हुँदो रहेछ, क्रसको चिन्ह हो। यसरी ठाउँमा यस्तो चाहिँ भइराखेको हुँदो रहेछ। यो फुललाई म नजिकबाट खिच्नु मन लाग्यो। हेर्नुहोस् है, यो फुल जुन यो फुल छ, यो फुल चाहिँ मैले त्यही त बारम्बार भने, यो चाहिँ फिक्जा बे गुगलमा मैले यस्तो फुल हेर्थेँ, खोज्थेँ र मन पराउँथ्यो। मलाई यहाँ भेटेँ मैले लाइभ।